शिवानी सबैलाई गुड इभिनिङ र अब हामी चाहिँ मायापुर कृष्णधाम कृष्ण मन्दिर घुम्न जानु आँटेको छौँ हो। यहाँ आन्टी मेरो श्रीमतीहरू चाहिँ दे आर गेटिङ रेडी हो। भएन है कृष्ण मन्दिरमा गएर यसो घुमेर पूजासुजा गरेर चाहिँ हामी आउने हो। र किप वाचिङ है, म अब यो कम्प्लिट भिडियो बनाउँछु उहाँ घुमेको आएको है र कसरी जाइन्छ। अहिले रिसेन्टली हामी चाहिँ यहाँ नवद्वीप भन्ने जग्गामा छौँ। अब यहाँबाट चाहिँ हामी रुमबाट निस्किन आँटेको छौँ है त। हामी निक्लिसकेको छौँ हो। यहाँ आन्टी हुनुहुन्छ, यहाँ म्याडम हुनुहुन्छ है। हामी निक्लिँदैछौँ हो। लक गर लक डोर लक भइसक्यो। अब हामी निस्किसकेको छौँ यहाँबाट। र यसरी निक्लिँदैछौँ। यहाँ चाहिँ रोड छ हो, मेन रोड। ल हामी बसेको घर चाहिँ यही हो। छिटो कोन त बाहिर निक्लेपछि चाहिँ यस्तो छ यो गल्ली हो। यस्तो छ यो गल्ली चाहिँ के अरे यो जग्गाको नाम चाहिँ हरिशबापाडा हो। यो चाहिँ मैले घाटको लागि यहाँनिर टोटो रोकिसकेको छौँ। जाउँ होइन नि त। ल आउनु हिँड्नु। आज त खाली छ, त्यो घामले गर्दा हो। लेन आय घाट र अब हामी घाटको लागि नौका घाट बढेको छौँ हो। यो चाहिँ बजार हो हाम्रो चाहिँ त। यहाँ चाहिँ हामी सौदापातहरू गर्न आउँछौँ यहाँनिर। हामी घाट यसरी जाँदैछौँ। अन द वे टु घाट। त्यहाँदेखि चाहिँ नौका घाट छ। नौका घाटबाट चाहिँ हामी पारी नौकामा टिकट काटेर चाहिँ मायापुर जान्छौँ। हुन्छ है पछाडि आहा पुरा हल्लिँदो रहेछ हो। यहाँबाट नौका घाट जाँदैछ दुईजना। अब घाटको गेटमा छौँ। यहाँ चाहिँ काउन्टर हो, टिकट काउन्टर। टिकट काटिसकेर अब हामी घाटतर्फ लागिसकेको छु हो। हरे कृष्ण 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 हरे हरे। यसरी चाहिँ टक्क नौका भएकोमा जानुपर्छ। र हामी घाटमा आइपुगेछ। यो चाहिँ घाट हो। अब हामी बिस्तारै नै आन्टी ल जाँदैछ गङ्गा घाटमा। खाली छ है। यो चाहिँ हाम्रो मायापुर जाने उयो हो। र दुईजना बसिरहेछ। यता हेर न ल ए उताको स्टार्ट भएको। हामी जानेछौँ पर त्यो मन्दिर देखेकोमा।
कहाँ गएको कस्तो कस्तो मजा आउँदैछ बोर्डमा मजा आउँदैछ मजा आउँदैछ अरे मेरो छ्यामालाई बोर्डमा सानो नौकाहरू रहेछ यहाँनिर हो र हामी अब पुगिसकेको छौँ मायापुर है सानो बोटमा नि एउटा बाजे जाँदै रहेछ दाउरा लिएर आएको रहेछ र यो गङ्गाको यो नदीमा यसरी बोटमा हामी जाँदैछौँ अब यो चाहिँ यहाँ चाहिँ हामी उत्रिनुपर्छ यो चाहिँ हो मायापुर फेरीघाट रहेछ यस घाटको नाम अब यहाँ हामी यसरी उत्रिन्छौँ उहाँ मान्छेहरू यताबाट उता जाने मान्छेहरू यहाँ तयारीमा रहेछ हामी आयो अब यो मायापुरको श्री मायापुर चन्द्ररोध त्यहाँ मन्दिरको गेटमा आइसकेको छौँ अब हामी जाँदैछौँ हो भित्र र अब यहाँ गेटबाट हामी एन्टर गरिसकेको छौँ हो मायापुरको कीर्तनहरू हुन्छ हो भजन कीर्तन त्यो घरमा चाहिँ ओके ल त्यो सबै भक्तजनहरू यसरी भक्तजनको भिड हुन्छ हेर्नुहोस् राधा मातालाई चाहिँ यहाँ यो नदीमा आज परिक्रमा गराउने अरे त्यही भएर यहाँ भिडभाड रहेछ हो हेर्नुहोस् सबैहरूलाई यहाँ भिडभाड बसिरहेको रहेछ यो सब चाहिँ मन्दिर चाहिँ अन्डर कन्स्ट्रक्सन छ अब यो कम्प्लिट भएको छैन जय राधे कृष्ण गोविन्दाय नमः अब आन्टीलाई घुमाएर ल्याउँछु ल फोन मात्रै राख्नु फोन मात्रै हजुर फोन लानु दिँदैन आन्टी दिनु फोन फोन दिइराख्नुहोस् सबै नै ल फोन दुईटा फोन मात्रै दिनु न त्यो त राख्नु न र अब यहाँ यिनीहरू मन्दिरमा पस्न चाहिँ म चाहिँ नपस्नु पऱ्यो किनभने मैले हाफ प्यान्ट लाग्छु हाफ प्यान्ट लगाएर चाहिँ यहाँनिर एलाउ छैन मन्दिरभित्र फोन हाफ प्यान्टहरू लगाएर हो त्यही कारणले गर्दा को फोन मात्रै दिनु न दुईजना आन्टी र म यतै हुन्छ आन्टी र दुईजना चाहिँ अब मन्दिरमा प्रवेश गर्नु आँटेको छ यो चाहिँ ठुलो मन्दिर छ राधा कृष्णको हेर्नुहोस् दुईजना चाहिँ गयो अब पस्दैछ मन्दिरमा हो म चाहिँ यहाँ बाहिर बसेको
জুতোটা রাখো যদি বলে খুলতে ওরা জুতো दुईजना त्यहाँ पुग्यो मन्दिरको मूलद्वारमा त्यहाँ पस्नुलाई म चाहिँ आज हाफ प्यान्ट आएको छु गरम भएको कारणले गर्दा मैले हाफ प्यान्ट आएको कारणले गर्दा मलाई अब म जानु पाउँदिनँ त्यसको लागि यदि जानै छ भने चाहिँ एउटा लुङ्गीहरू अब यहाँनिर किरायमा पाउँछ त्यो लुङ्गी लाएर चाहिँ भित्र पस्नु पाउँछ हो पहिला त्यसो गरेको मन्दिरको बत्ती बलिसकेको छ हो यसरी यहाँ हाम्रो म्याडमहरू चाहिँ म्याडम र आन्टी चाहिँ पूजा गरेर निक्लिसक्यो हो र अब चाहिँ अब कता जानु कता जाँदैछ नि मैले यहाँबाट लिएको चाहिँ गएको देखेँ म त यहाँ होइन म यहाँ यतैबाट लगेँ यस्तो गरेर कि त्यहाँदेखि म चाहिँ कतिजना अब जाउँ लागि यहाँनिर फिल्टर्ड वाटर पनि रहेछ हो जानुहोस् पिउनुहोस् र हाम्रो आन्टीले पानी पिउन आँट्नु भएको छ यहाँ कृष्ण भक्तहरूको चाहिँ यो चाहिँ समाधि हो ठुल्ठुलो गुरुहरूको समाधिहरू यो चाहिँ हो हेर्नुहोस् यस्तो छ हरे कृष्ण 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 हरे कृष्ण हरे हरे स्टलहरू हो यहाँ चाहिँ अब यस्तो सामग्रीहरू पाइन्छ खैजोडी मन्दिरा तुलसीको चन्दनको मालाहरू है यस्तो सामग्रीहरू पाइँदो रहेछ यहाँनिर मन्दिरको ब्याक साइडमा चाहिँ हो हेर्नुहोस् अब हामी धुपहरू यहाँनिर किन्छौँ हरे कृष्ण 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 यो चाहिँ ब्याक साइड हो रात परिसकेको छ जति रात हुँदै गयो यहाँनिर भजन कीर्तनको यो मिठो धुनहरू तिनै गुन्जिन्छ राधा कृष्ण यहाँ चाहिँ भण्डार रहेछ प्रसादीहरू ग्रहण गर्दो रहेछ हो प्रसाद तुमलाई मात्रै पाउँछ होला हौ
आज चाहिँ हामी पुरै घुम्न पाएन हो, यो एउटा मन्दिर मात्रै घुम्यौँ र यहाँ चाहिँ मायापुरमा चाहिँ कृष्ण मन्दिरहरू त धेरै छन्, बिहान आएर मात्रै कम्प्लिट घुम्न सकिन्छ हो। र अब हामी घरतिर जाँदैछौँ। जय राधे कृष्ण। नॉन स्टॉप हरिनाम। नॉन स्टॉप हरिनाम संकीर्तन। बोजू बुढी बोजूहरू पनि आएको हुन्छ नि हेर्नु। र हामी एक परिक्रमा गरेर चाहिँ अब हामी निस्किने। र यो चाहिँ के हो भन्दाखेरि चाहिँ टाढो टाढोबाट आएको भक्तजनहरूले चाहिँ यहाँ चाहिँ आएर बस्नु सक्छ हो। यो चाहिँ अब एउटा बुकिङ हुन्छ होला, पहिला अगाडि नै बुकिङ गर्नुपर्छ र यहाँ आएर चाहिँ तपाईँहरू बस्नु सक्नुहुन्छ हो। भजन कीर्तन हुँदो रहेछ। फरेनर्स डिभोटीहरू हो है। यहाँ चाहिँ रसिया, युक्रेन विदेशी भक्तजनहरू हो। उहाँहरूको भक्ति प्रति चाहिँ हामीले गर्व गर्नुपर्छ। र यहाँ चाहिँ भित्र आरती हुन्छ, यो आरती गर्ने हल हो। त्यसरी भक्तजनहरू भित्र जानु आँटेको छ हो। हामी चाहिँ अब आज नगर्ने हो, पछि नेक्स्ट टाइम आउँदाखेरि चाहिँ आरतीहरू पनि गर्ने चाहिँ हो। परिक्रमा भयो र यहाँ एउटा रेस्टुरेन्ट छ,
अब यो रेस्टुरेन्टमा चाहिँ अब हामी केही खानेकुराहरू खाएर हामी घर जानेछौँ हो। यो चाहिँ यस्तो छ रेस्टुरेन्टको एन्ट्रेन्स। होइन जाउँ अब हामी काउन्टरबाट लिएर खानाहरू चाहिँ के अरे दही बडा। यो चाहिँ के हो? क्यारामेल केक। के अरे क्यारामेल केक। क्यारामेल केक हो। आन्टीले सुरु खानाहरूको प्रसादहरू चाहिँ यसरी भक्तजनहरूले यसरी अर्डर पनि मगाउँदो रहेछ हो। श्री राधा महादेव महाप्रसाद डाँडा हो। स्टलहरू पनि छ यसरी हो। ब्याक साइड हो यो पनि। मैले चाहिँ चन्दनको 108 माला किने आज। र अब हामी चाहिँ टोटोमा चढेर फेरि त्यही जाँदैछौँ घाटमा हो। यसरी जाँदैछ। हेर्दा मान्छेको भिडहरू छ। अब चाहिँ फर्केको हामी दिइराख यसो दक्षिणा छ। 1-2 रुपियाँ छैन। जय गोविन्द जय गोविन्द दिनु पर्यो। यसरी फर्किँदैछौँ हामी। अब नौका पर्खिन्छौँ यहाँनिर चाहिँ। अब गङ्गाको किनारमा आइसक्यौँ हामी। सबै यात्रीहरू पर्खिरहेको छ। नवद्वीप जाने हामी उयसमा चाहिँ बसिसकेको छौँ हो। र अब चाहिँ हामी ब्याक टु होम नवद्वीप।